Taplajung Doku Pangbe YouTube channel. सेवारो सम्पूर्ण दाजुभाइ दिदीबहिनी तथा आमा बुवाहरूलाई सेवारो है निहाउमा टेसिडले फापुला अलंगास्यो आज मिति 2073 साल 21 गतेका दिन आज यो भिडियो बनाउँदैछु। मेरो आमाले पहिले जाँड बाती बेचिनेको कुराहरूलाई लिएर म आउँदैछु। आज आमाले मस्त भन्नुहुन्छ, उहाँले पहिले जाँड रक्सी बाती बेची आउनुभएको कुरा म लिएर आउँछु। आमा यी साथसाथमै हुनुहुन्छ। आज यसो कुराहरूलाई केही पहिलेका कुराहरू आमाले यसो अब गर्नुहुन्छ अनि पालाम पनि छोटो लिएर आउँदैछु आमाको। केरेकले आसेवारू आमिङ्ग चित्रकुमारी लिम्बुरो अदाङ बसे अदाङ बादाङ मसे यो चाहिँ ढोलको लागि बुन्नु भएको कि क्या हो? ढोलको नाम जा ढोलको केलेको नाम हेलो रक्सीले थी रक्सीले पान के बातु मेंबी असा फो अब कान्छालो अब रक्सीकै कुरा त अनि अब रक्सीकै कुरा अब तपाईको यसो लगाइराख्नु भनेर 14 वर्ष योराङदेखि थी रक्सी थोक्ताङ थी थोक्ताङ भाती थोक्ताङ निंगार सङसुङ मेंबे अब फिटुवा मेल अरे उइले सेन फिटुवा सङसुङ रक्सी युसुङ सङसुङ 5 रुपये बोतलदेखि 7 रुपये 8 रुपये 9 रुपये 10 रुपये पोक्सेर 16 रुपये बोतल सङसुङले खामलम एकैचोटि थो 20-25 पोक्से बा इलाम पोरेर अल्लो कम्बेर अल्लो 70-80 रुपये झली पोक्से मेंबे हमला चोबुङ धाक्तुङ अलग kamu tuh misalnya aja narungba pasang bela ko cowong na wana roksi theka isang thang mangga nanang kholeng balik sang thang alhari ko kuyung langgi karawa ya खै जानु त जानुहुन्छ रक्सी बेच्नुको लागि भनेर भन्नुहुन्छ हैन। अनि कसो भनेदेखि रक्सी चाहिँ कहिलेदेखि पारी आउनुभएको हुनु चाहिँ मैले देखाउँदा रक्सी चाहिँ पार्नुहुन्थ्यो हैन। अनि यसो अब रक्सी चाहिँ अब पहिले कसरी बेच्नुहुन्थ्यो मैले देखाउँदा चाहिँ अब लानु चाहिँ हुन्थ्यो रक्सी पारेर। अनि कसरी रुपैयाँ बोतल बेच्नुहुन्थ्यो पहिले त। अहिले त अब तपाईले अरूले चाहिँ 100 मा बेच्दैछन्, तपाईले भनेको अब ठेक्कामा त अहिले 70-80 सम्ममा बेच्दैछु। 70 सम्म बेच्दै हुनुहुन्छ हैन। फाटफुटे चाहिँ यी पनि हुनु त तपाईले 70 मा त बेच्दै हुनुहुन्छ हैन। 80 अनि त्यसपछि पहिले भाती पनि बेच्नुहुन्थ्यो। अनि त्यो पनि अब यसो तपाईको गुनासोहरु 1 रुपैयाँ 8 आना भन्थ्यो उहिले 1 रुपैयाँ 8 आनामा 1.5 रुपैयाँ फिट्टा बेच्ने गरेको थियो। पछाडी चाहिँ 3 रुपैयाँ 8 आना भन्थ्यो है। अब 8 आनी पनि पाउँथे त्यतिखेर खुदे त 3 रुपैयाँ 8 आना देखि लिएर एकैचोटि 5 रुपैयाँ सेयर भएपछि अनि त्यहाँदेखि 5 रुपैयाँ देखि त्यतिकै 6 रुपैयाँ 7 रुपैयाँ हुँदै अनि 8 आना चाहिँ यो 25 को नोट निस्केपछि 8 आनीहरू हरायो। 4 आनी 8 आनी हरायो। खान 1 रुपैयाँको ढोकी आउन थाल्यो। 2 रुपैयाँको नोट आउन थाल्यो। अनि 25 को नोट गर्दै अनि 25 को पनि अहिले त हरायो। अप्ठ्यारो है।
अप्ठ्यारो त्यो चाहिँ हाराकै ठिक भयो। उम्, अनि ढक्की त्यो आठानी चारानीहरू पो अहिले त छैन हराएर। मैले पहिलाको आठानीहरू चाहिँ होइन रुपैको चाहिँ ढक्कीहरू राखेको छु हो, 1-2वटा पछि चिनो चिनो भनेर। अनि तपाईँ पालाम पनि गाउनुहुन्छ होइन? पालमहरू त अब पहिले त थुप्रो गाइन्थ्यो, अब त बिर्सियो होला नि। गाउनु त अझै पनि होइन गाउनु त गाउनुहुन्छ कि, तर यता अब बेबर्खी हुँदी त मेन चाहिँ अब पालाम त गाइनुहुन्छ। बिहेबर्खी हुँदी त पालम नगाउँदा पाहुना जाँदाखेरि पालम नभन्दाखेरि त हारिन्छ नि। अनि फेरि अनि रक्सी चाहिँ तपाईँले कति सालदेखि बेच्नुभएको, कति सालमा अनि छोड्नुभएको? खै सालहरू आमै कति साल भने खै कति सालदेखि म 15 वर्ष 14 वर्ष हुँदादेखिको कुरो। म 21 साले मान्छेले कति वर्षदेखि कति सालदेखि भन्ने कुरो त यहाँ हिसाब गर्नै पो पर्छ। अनि अब अहिले छोड्दै लगेको चाहिँ भर्खर वर्ष मात्रै, वर्ष नि पुगेको छैन पो त्यति साल। अनि पहिले हामीहरूले रक्सी पनि बोकेर तपाईँले बोक्जुङ भन्नुहुन्थ्यो होइन? धेरै धेरै अनि त्यतिखेर अनि मैले पनि देखि आउँदाखेरि भनेको त्यहाँ बजारमा भनेको अलिअलि त्यो पहिले लाग्ने हटियाहरू हुँदी होइन, चाप्राक चुप्रुक अलिअलि छाप्रीको घरहरू थियो। अनि त्यहाँ हुँदी छाप्रीको घर हुँदी कति मैले ठेकामा बोकाएर लगे तिनीहरूलाई नै। अनि बोकेर त बोकेर लगिन्थ्यो होइन? अनि मर्चावालीहरू नै हुन्थ्यो है मासतिर। अनि मर्चावाल्नीको छेउमा मर्चावाल्नी तपाईँहरू रक्सी बेच्ने, अनि तपाईँहरूको छेउमा म बस्ने गर्थ्यौँ होइन? अनि हाम्रो मैजूले चाहिँ त्यहाँनिर सब्जी पनि लान्थ्यो, सुँगुर पनि लान्थ्यो, तपाईँहरू चाहिँ रक्सी मात्र बेच्नुहुन्थ्यो होइन? अनि जाँड रक्सी मात्र बेच्नुहुन्थ्यो। अनि त्यसपछि अनि त्यतिखेर चाहिँ त्यतिखेरदेखि नै हो कि अलिक अगाडिदेखि नै पो रक्सी बेच्नु थालेको त तपाईँहरूले? अब त्यतिखेर त पछाडि नै अब बुढेसकाल लाग्नु थाल्यो कि नि त्यतिखेर त अब। अनि यो कहिलेदेखि पो अनि रक्सीहरू बन्देज भएको त? अनि त्यहाँनिर खुल्ला बेच्नु नपाउने भनेको त? त्यो सङ्कटकाल आयो नि त, त्यहाँदेखि नै हामीले बेच्नु खुल्ला दिनु छोड्यो। अनि त्यतिकै छोडेर निकै छोडेको पनि थिएँ। फेरि छोड्दा त नहुने रहेछ, 1 रुपियाँ यसो साबुन किन्ने नि पैसा नहुँदो रहेछ भनेर फेरि थालेको। अनि अब फेरि त्यो पनि अब सक्न छोड्नु आँटेँ, अब छोड्नु पर्ला भन्दैछु है म। अनि अब छोड्नु चाहिँ छोड्नु भनेर भन्नुहुन्छ। अब तपाईँको पुरानो सामानहरू चाहिँ राखेकै हुनुहुन्छ होइन? एउटा पहिनी त्यो माटोको त राख्नुभएको छ नि होइन, चिनो त? तर मैले राख्नु नभनिले त अब तपाईँले नि फ्यालौँ त भनेर भन्दै हुन्थ्यो नि होइन? अनि त्यो त अब किनभने तपाईँको अब किनभने एउटा चिनो त राखौँ भनेर मैले नि कोसिस राख्ने कोसिस गरेको। त्यो चाहिँ अब यहाँनिर भिडियोमा नभए पनि त्यो राख्नु चाहिँ भएको छ होइन? अनि अब हल्लुङ्गेको आएपछि त थाल्नुभयो नि। अनि तपाईँको चाहिँ अनि पहिलेको कसले पो राख्थ्यो पोहोर आमै रक्सीहरू त? माथि दावा भन्थ्यो, दावा चाहिँ छँदै हुनुहुन्छ। दावा नि अस्ति नै बितेर जानुभयो, थुप्रो साल भयो। अनि अर्को कुन अर्कोमा हौ थुप्रै ठाउँ लग्यो हौ दावानीकोमा धेरै। अनि पर बुर्के कान्छी काकीकोमा नि लगे पहिले त 1-2 साल त। अनि त्यहाँदेखि त्यही दावानीकोमा धेरै लान्थे। अनि तपाईँको त अनि पहिले अनि
हामी छेउमा बस्दाखेरि त टाढाको अनि के अरे लिनु आएको भन्थ्यो। लिनु आउनेहरू चाहिँ बजारमै लाँदा होइन, ठेक्कामा चाहिँ त्यसरी दावानीकोमा धेरै लान्थे। अनि सँगसँगै साइली हुनुहुन्थ्यो गाउँजुकोमा, त्यहाँ लान्थे। अहिले त्यो बितेर जानुभयो, त्यो साइला दाजु चाहिँ तल कतिर कहाँ जानुभयो। छोराछोरीहरू चाहिँ उता बसेको छन् अरे 1-2 जना भन्छन्। अनि त्यहाँदेखि अनि पहिले त अब तपाईँले हामीहरूलाई खाजा पनि दिनुहुन्थ्यो होइन। अनि खाजा किनिदिँदाखेरि यत्रो बटुकोमा सानो बटुकोमा अहिले आउने चाहिँ अहिले अब 50 रुपियाँ अनि भन्छ नि, हो त्योहरू चाहिँ 5 रुपियाँमा पाइन्थ्यो। 5 रुपियाँमा। अनि अहिले कहाँ पुग्यो त 50 रुपियाँ भनेर। अहिले त 50 पनि 60 पनि भन्छ अरे। सकिँदैन, म त सक्नु छोडे, अब त किनेर खानु त। रक्सी त पहिले अनि त्यसरी दावानीहरूले त्यसरी लान्थ्यो होइन। अनि पहिले चाहिँ त्यो छाप्रीहरू लगाएको हुन्थ्यो नि। छाप्रीहरू लगाएकोमा चाहिँ त्यतिखेर भनेको कस्तो खालको त्यो थुक्पा भनेको चाहिँ मलाई त्यो अझै पनि याद आउँछ। त्यो यत्रो भाँडामा उसिन्थ्यो होइन। त्यो उसिनेर त्यो गरेको चाहिँ नि तपाईँले किनिँदाखेरि त्यतिखेर बोल्नु चाहिँ सकिँदैन थियो। त्यतिखेर मिठो लाग्थ्यो। आजभोलि चाहिँ किन पहिलेको नयाँ कुरा भएर हो कि क्या हो, मिठो लाग्थ्यो होइन पहिले त। अनि त्यतिखेर केटाकेटीमा होला नि। अनि त्यतिखेर त बोल्नु पनि सकिँदैन थियो। तपाईँले खाजा त किनिदिनुहुन्थ्यो। खाजा किनिदिएको बेला त मिठो पनि लाग्थ्यो खानु। अनि मिठो लागेपछि त अनि पहिले त मिठो भयो, खान्थ्यौँ। अब जोबना थियो र अहिले त्यतिखेर त त्यो अन्डा पनि यत्रो त्यो तारेर बेचेको हुन्थ्यो नि। तारेर बेचेकोमा चाहिँ त्यो कसरी रुपियाँ पो बेच्थ्यो त्यतिखेर त्यो अन्डाहरू त। अन्डा त्यो यसो भुटेर अलिअलि उसिनेर हो। तिनीहरू त पहिले त 10 रुपियाँ गोटा, त्यहाँदेखि 15 रुपियाँ पुग्यो। गर्दै गर्दै अहिले अब 30 रुपियाँ 25 रुपियाँ भन्छन् नि। 30-25 रुपियाँ। अनि त्यतिखेरको समयमा 30-25 रुपियाँ कमाउनेहरूले त धेरै पो कमाएर त पहिले त्यो बोतलमा तपाईँहरूले त्यो यसो गरेर गर्नुभएको त। त्यो रक्सी अहिले बुझी ल्याउँदाखेरि त्यो रक्सीहरू त्यो मानामा बेचेको, माना बोतलमा त्यो बेचेको त्यसरी बेचेको रहेछ। अनि त्यतिखेर अब कस्तो भने मलाई त म सानो हुँदाखेरि चाहिँ अब त के भनेदेखि त्यो के गरेको अब जस्तो लाग्थ्यो। अब त्यतिखेर भनेको त बाटो पनि त राम्रो थिएन नि होइन। केको बाटो अनि पनि थिएन। अब अहिले त अब बजारहरू नि अब फेरि गयो होइन। बजारहरू नि फेरि पहिले बस्ने ठाउँहरू पनि कता पुग्यो। अनि अहिले पाठा बेच्नेहरू, त्यो थुक्पा बेच्ने छाप्राकहरू छाप्री घरहरू कता पुग्यो छैन। अनि तपाईँलाई नि अहिले याद आउँछ, याद हुन्छ आउँदैन त्यो पहिलेको याद हुन्छ नि। यहाँनिर लाकुरीको बोट पनि एउटा थियो, यहाँ पार्टी थियो भन्ने त याद आउँछ नि। अनि त्यसरी याद आउँछ। अनि पहिले त अनि त्यहाँनिर छेउमा मन्दिर थियो कि थिएन पो? मन्दिर थिएन नि, त्यही लाकुरीको बोट एउटा थियो। अरूतिर यसो क्याम्प अगाडिमा एउटा धारा कलधारा थियो, त्यो नि पछाडि निकालेको अरे। अनि त्यहाँनिर एउटा भैँसको बोट थियो होइन, त्यस्तैहरू थियो। अनि त्यहाँ वरिपरि सबै होटलहरू थियो नि, छप्राक शनिबार। त्यो बङ्गला चाहिँ बनाएको कहिलेदेखि हो? त्यो यसो टिन लगाएर त्यसपछि खाबाखुट्टी फलामको लगाएर बनाएको चाहिँ? तिनीहरू त हिजो अस्ति नै हो। अब त्यो सङ्कटकाल पछाडि हिजो अस्ति नै भन्दा नि हुन्छ। कति सालमा हो त्यो मलाई याद छैन, बिर्सेँ पो। भनेपछि त आमाहरू त उहिलेदेखि पो बेचिआएको रहेछ त पछाडि। अनि त्यहाँदेखि माथि त्यता आउँदै त सबै उयो सल्लाहको बोटहरू थियो। अनि त्यहाँ च्यानगाडी चाहिँ उहिलेदेखि थियो। च्यानगाडी त्यो बजार हुँदै त्यहाँ तलसम्म नै थियो नि च्यानगाडी त। च्यानगाडी त अब हुनु चाहिँ मैले देखि आउँदाखेरि धारा पिसाब जाँदाखेरि पहिले त खुल्ला थियो नि त। त्यो खुल्लामा पर आउँदै च्यान थियो नि त। त्यहाँ आउँदै अब धारा पिसाब आउँदाखेरि भनेको त्यता जाऊ भनेर भन्नुहुन्थ्यो। त्यता गएर पिसाब चाहिँ फेरिन्थ्यो।
अहिले त अब धारा पिसाब गर्नु नि अब खुल्ला दिशामुक्त क्षेत्रले घोषणा गरेपछि पाइँदैन होइन। पाइँदैन। अब हुनु त त्यो राम्रै गरेको जस्तो लाग्छ कि त्यो कस्तो लाग्छ तपाईँलाई चाहिँ? मलाई त ठिकै लाग्यो जस्तो लाग्छ। त्यो टटी घुरो मुखमा अनि चिप्लिन्थ्यो अनि त्यहाँदेखि त्यो बनायो, त्यो चाहिँ ठिक्क भयो। अनि कस्तो भने नि अनि त्यो पनि हो। अनि कहिले कहिले अब मङ्गलबारतिर चाहिँ अब तपाईँहरूले तल तल राख्नुहुन्थ्यो त्यो किन पो? माथि माथि त अब त्यो माथि बजारै लाग्दैन थियो अनि तल तल बसेको नि। अब सानो मङ्गलबारमा त सानो बजार। अनि अहिले त अब मङ्गलबार पनि त्यति लाग्यो जस्तो मलाई महसुस हुँदैन। बजारै मास्यो नि। अब यो पालिकाले लग्यो होला हौ, छैन। पालिकाले नै होला नि। अब त्यतिखेर भनेको तपाईँहरूको रक्सी त अनि टाढो अब खेजेनी मामाङ खे अनि उता इक्खाबु भन्ने ठाउँतिर नि त्यतातिर अर्डर गरेको होइन र? खोक्लिङ, हाम्पाङ अनि कहाँ पनि कुल्लान्थ्यो, थुप्रो ठाउँ कुल्लान्थ्यो। हाम्पाङ पर चुङ्वा हुँदी लान्थ्यो, जुत्तासुकै लान्थ्यो नि हौ पहिले त। उता लगेर बेच्थ्यो अरे। उयो जर्किन थिएन कि गाग्री पो ल्याउँथ्यो हौ, हलुङ्गेको गाग्री अनि लान्थ्यो। अनि हलुङ्गेको गाग्री हुँदिनै भरेर लाने। एक बोतल थप पनि दिनु पर्ने, 4 पाती लग्यो भने अलिकति थप पानी चाहिँ चाहिने। चाख्ने चाहियो नि त, चाख्दै घाटा लाग्छन् उनीहरू पनि, उहाँहरू भनेर त्यसो गरियो। अब अहिले त पहिले अनि मैजुले बेच्नु सुरु गरेको कि रक्सी त तपाईँले हो? मैजु त अनि पछाडि आइकिन नि। भएपछि तपाईँले नै पहिले रहेछ त जाँड रक्सी बेचेको होइन? अब पहिले मेरो भे नहुँदा पनि अनि पहिले तपाईँले हाम्रो बुवाहरूसँग अब बे गरिकन चाहिँ अनि बोजूसँग नि माथि पुल बजार कता कता त जानुभएको अरे नि हो भाती बेच्नु? पुल बजार होइन, के अरे च्याङथापु सिमानातिर नि बेच्नुभयो भाती। भनेपछि त भाती बेच्नु त अनि निकै ठाउँको पुग्नु भएको रहेछ त। तर बिक्री नै भएन र त्यतिकै बोकेर ल्याइयो एक खेप रक्सी त। अनि 3 घन्टा बोक्नु पर्ने। अनि भनेपछि त अनि बोजूसँगको त्यो बेचेको नि याद आउँछ आउँदैन तपाईँलाई बेला बेला? आउँछ नि। बोजूसँग त अब सासु आमैसँग त सासु आमै चाहिँ मर्चा बेच्ने, मर्चा वाल्ने होइन। अब सासु आमै होइन, बोजू होइन, तेरो बोजू भनौँ नि। तिम्रो बोजू, मेरो सासु आमै त हो नि। उहाँसँग पनि उहाँ गएर गरियो, यसो गरियो है, कति दुःख गरियो नि। अनि तपाईँले चाहिँ अनि यहाँ त पत्कारले पनि दौरा थिएन, पत्कारले पनि रक्सी पारेको हो। अनि अब पहिले त पत्कारहरूले अब भेला गर्नुहुन्थ्यो, ढङ्गरहरू नि भेला गर्नुहुन्थ्यो होइन? अनि यस्तो बुन्नु चाहिँ मैले नै देखेँ आउँदा त बुन्नु त हुन्थ्यो, स्वेटरहरू बुनेर त लगाइदिनुहुन्थ्यो होइन? अनि त्यसपछि यो अनि बुन्नु चाहिँ पहिलेदेखि पो बुन्नु भएको कि हामीले देखि आउँदा मात्र बुन्नु थाल्नु भएको? अहिले नै बुन्दा त कहाँ जान्नु र, उहिले बुनेर ल्याएको नि हो तल। यक्सा बस्दाखेरि हो पहिले त बाँसको कुरुस बनाएर पो हो, कसले पैसा दिन्छ र कुरुस किन्नु? अनि त्यो हुनु त हो नि। अब अनि बाँसको सुइरा बनाएर स्वेटर बुनेको, सानो बुढाबुढीले लाउने सिक्लाई गर्दा। अनि सुइरा त पछि पो किनेको हो। सुइरा त हिजो अस्तिसम्म पनि त्यो कहाँ आउँदै त थियो, खोज्दा त भेटिन्छ। एक जोडी चाहिँ दिदीले खोइ के बुन्छ भनेर लगेको, खोइ बुनेको पनि देखिनँ, के गर्यो। हाम्रो दिदीले त बुन्दैन पनि। अब तपाईँले चाहिँ अब यहाँले ढोरको लागि बुन्नुहुन्छ त्यस्तोहरू, कहिले मोबाइलको त्यो बोक्ने पनि पो बुन्नुहुन्छ, त्यो चाहिँ अनि बोकी पनि हिँड्दै हुनुहुन्छ होइन? अनि बोजे मैजुले पनि पो एउटा बुनिदिराखेको छु, त्यो यसो हातमा बोक्ने हुने अरे कि पर्स अरे भनेर सानो बुनिराखेको छु। माथि दिङ्लातिर पनि त बुनेर झोला पठाइदिएको छु तुम्मालाई होइन, सुकुमाया तुम्मालाई। एउटा यसो सानो थाइली पनि बुनेर पठाइदिएको छु, अस्ति नै लगिदिएको छु।
अनि यो झोला पनि बुन्नु हुँदो रहेछ यसो विचार गर्दाखेरि होइन। अनि झोलाको चाहिँ तपाईँले अहिले लिनुभएको छैन नि होइन पैसाहरू त? झोलाको पैसा लिएको छैन, यो नाम्जाको चाहिँ। यो ढोलको झोलाको एकचोटि त लिएँ हो, अस्ति एक दुईचोटि त लिएको। अनि यो चाहिँ तपाईँले कति दिनमा सक्नुहुन्छ यसो विचार गर्दा? बुनेको मात्र देखिन्छ, सकेको त कहिले पो देखिँदैन जस्तो देखिरहने। ढिलो हुन्छ नि, म त ढिलो छु र 1 महिनामा पनि एउटा सक्दिनँ कहिले त। यो चाहिँ अलिक छिटो सक्नु आँट्यो भनेपछि यो चाहिँ अलिक छिटै यो अस्ति 6 गते अलिकति यसो थालिराखेको थिएँ। भनेपछि त अहिले भनेको 6 गते भनेपछि 6 गते अलिकति थालेको थिएँ कि होइन, 7 गते पो थालेको रहेछ बिहिबार। 7 गते थाल्यो भने आज 21 गते भनेपछि त छिटै रहेछ त्यसो भने। माथि तुम्बाकोमा जाँदै दिङ्लो जाँदाखेरि नै थालेको, अनि पुगेकै दिन। पालाम चाहिँ अनि तपाईँले अनि कता गाउनु भयो अनि तपाईँले चाहिँ यसो पालाम गाउनुभएको छ कि छैन? पालाम त अलिअलि मान्छे सानसानो। अनि बजार त जानुहुन्छ यहाँ अब अरूले भन्छन् धान नाची हिँड्ने त भन्छन्, अनि कताकोसँग नाच्नु भयो भने नाच्ने त जोबनामा जुनसुकैसँग नाच्यो नि। अब जुनसुकै भन्दाखेरि अब सोल्टी टाढाको। अब तपाईँहरूलाई त पालाम पनि आउँछ, मलाई त अब पालाम पनि आउँदैन। अब हुनु त पालाम त सिक्नै पर्ने रहेछ। त्यो पालाम भनेको अहिले भनेको त पालामहरू नि तपाईँलाई कस्तो लाग्छ? मलाई चाहिँ कस्तो लाग्छ भने नि अहिले त अब प्राय भनेको पालामहरू भनेको त्यो सबै नेपाली पनि मिसाएको हुन्छ होइन। अनि नेपाली मिसा म पनि जान्दिनँ हो नमिसाइ त। मलाई चाहिँ पालाम चाहिँ नेपाली मिसाएको होइन, त्यो कुनै पालामहरू चाहिँ हेर्छु कि, अनि हेर्दाखेरि भनेको चाहिँ अब यसो नेपालीहरू पुरै मिसाएको हुन्छ, कुनैले चाहिँ लिम्बू भाषाबाट मात्र गएको हुन्छ कि। अनि लिम्बू भाषाबाट मात्र गएको चाहिँ मलाई मनपर्छ। अनि म त मिसाएर मात्रै जान्दछु। अनि पहिले अब तपाईँहरू चाहिँ धान नाच्नु अब पहिलेकोहरूले चाहिँ अब हात समातेर होइन, पहिलेकोहरूले त यसो अब दुरुप्पे कि तुरुप्पे भन्नेहरू नाच्थ्यो होइन। त्यो तुरुप्पे नाच छ होइन, त्यो चाहिँ अब त्यो चाहिँ किन अनि बिस्तारै हराउँदै गएको जस्तो लाग्छ कि लाग्दैन तपाईँलाई चाहिँ? अब नजानेर हराएको होला नि। खै म चाहिँ यसो अब कहिले सामाजिक सञ्जालहुँदी हेर्छु होइन। सामाजिक सञ्जालहुँदी हेर्दाखेरि चाहिँ तपाईँहरूलाई नि अस्ति भनेको कारण चाहिँ त्यही हो। त्यो चाहिँ किन अब त्यो खालको नाच चाहिँ मलाई चाहिँ किनभने कसैले अहिले 1-2वटा बनाउनु त बनाएको, एउटा भिडियोहरू चाहिँ म यसो हेर्दाखेरि होइन बनाउनु चाहिँ बनाएको थियो, तर त्यो भनेको पहिलेको सिस्टमको खालको रहेन रहेछ। किनभने अब पहिलेको बोजूहरूले हाम्रो त्यो बोजूहरूले चाहिँ भनौँ न अब यसरी समातेर है, यसरी समातेर यसो गरेर होइन। अब हामी त बसेर गरेको होइन, अनि यसो गरेर नाचेको देखेको छु है होइन। त्यो खालको चाहिँ आजभोलि त्यो गरेकै देख्दिनँ म त जान्दिनँ नि त्यो खाले त लडिन्छ पो त नजान्दा त होइन। त्यो खालको यसो गरेर यता ठेलेर ल्याउँछ चाकले, अनि यहाँ पारी पठाउँछ, यसले जान्दैन भनेर जानेको हुन्छ कि। अनि म त मलाई चाहिँ किनभने त्यो खालको चाहिँ मासिएर मैले चाहिँ त्यो खालको चाहिँ अहिले कसैले निकालेको छैन। त्यो खालको चाहिँ मलाई हाम्रो बुवाहरूले मात्रै जान्नुहुन्छ, अब बुवा बुढो भयो। त्यो खालको चाहिँ अब कस्तो भने मासिएर मलाई चाहिँ अलिकति हामीहरूको धेरै कुरो मौलिकता कुरो चाहिँ हराएको रहेछ नि हामी। अन्त अब बिस्तारै अब पछि अहिले भनेको विदेशी सिस्टम हुनु त अब अङ्ग्रेजी नै फर्स्ट भएपछि त अब हुनु त हाम्रो अब नेपालमा नभनौँ अब हामी जनजातिहरूले चाहिँ कस्तो भनेदेखि एउटा कुरो हाम्रो भाषा लिपिहरू चाहिँ बिर्सिँदै गयो जस्तो लाग्छ। बिर्सिँदै गयो नि, अब त्यस्तो जान्दैनन्।
त्यस्तो फेरि भरे मन पराउँदैनन्, हाँस्छ र मर्छन्। के नाचे हो यो त भन्छन् फेरि आचेलकोले। हुनु त कस्तो भने नि म एउटा कुरो गर्छु कि म तपाईँहरू पनि अब कहीँ कहीँ पालामा अब यो बेबर्खी नाचेको सुन्दाखेरि होइन हुनु त अब बाख्रा पेपु गरेको जस्तो त सुनिन्छ होइन, तर त्यो भनेको अलिकति विचार गरेर सुन्यो भने चाहिँ नि त्यो चाहिँ पहिलेको अब इतिहासको कुरालाई जोडेर अब ल्याएको हुँदो रहेछ कि। अनि इतिहासको कुरोलाई चाहिँ नि त्यो उहिलेको अब यो सृष्टि भूमिहरूदेखि लिएर यो इत्यादि अब देउता देवी देउताको कुराहरूलाई अगाडि सारेरै पालाम बनाएको हुँदो रहेछ क्या। अब मानिलिउँ अहिलेको मान्छेहरूले चाहिँ नि कस्तो भनेदेखि अब नेपाली भाषाबाट गाउँछन्, नेपाली भाषाबाट गाएकोलाई चाहिँ हामीहरूले लिम्बू भाषा आफ्नै भाषाबाट चाहिँ भाषाबाट चाहिँ गाउँदाखेरि चाहिँ नि पालाम तरिकाले बनाउनु पनि सकिँदो रहेछ होइन। अनि अब त्यो तरिकाले चाहिँ अब मान्छेले जान्दैन क्या, अहिलेको मान्छेले जान्दैन। अब मै त जान्दिनँ होइन। अनि तपाईँहरूदेखि त अब हामी त धेरै कमजोर पुरा छौँ जस्तो लाग्दैछ, किनभने अब तपाईँहरू जति पनि अब लिम्बू भाषा जानिँदैन। अब अलिअलि लेख्नु त पढ्नु त आउँछ होइन लिम्बू भाषा, तर भाषाबाट राम्ररी विचार गर्नुपर्छ। अनि यो पालाम भनेको साह्रै राम्रो हुन्छ, पहिलेको इतिहासहरू हो। तर आजकलकोले वास्ता गर्दैन अनि रिसाउँछन्। अनि अब राम्रो ख्याल गरेर राख्नुपर्छ, लेखेर नजान मुखमा आएन भने लेखेर राख्नुपर्ने हो कि। यो त लेखेर त राख्नु भन्दा नि यो त साँच्चै राखेर घोकेर जान्दछन् नि कसैले, यता निसिक्न नआउने, मनमा राख्नु नसक्नेले। अनि तपाईँले चाहिँ पहिलेदेखि नै नि यो त जानेर ल्याएको कि यो अलिअलि दायाँ बायाँ गर्दै कि हामीले देखि आउँदा त अब पालाम चाहिँ अलिअलि गाउनुहुन्थ्यो होइन। अनि पालाम गाउँदाखेरि तपाईँहरूले नि धान नाच्यो अनि सोल्टीहरूले केही भन्छ अनि त्यो सुन्यो गरेर जान्नुपर्छ नि। हामीहरूलाई त त्यसरी के को अहिलेको अहिलेकोले भन्दैन पनि, तर पहिलेको अब मान्छेहरू त हात समातेर धान नाच्ने चलन थियो होइन। अहिले त म त देखिआउँछु कि त्यो मेन्जो अङ्गालो लगाएर अनि त्यही पनि आधी चोलो लगाएर आधी कपडा लगाएर नाच्छन्। त्यो चाहिँ तपाईँलाई मनपर्छ पर्दैन? म त भन्दैन है त्यस्तो त। मलाई त त्यस्तो मलाई नि मन पर्दैन। नङ्गौटेहरू त अचेल त चोलो लाउँछ अरे, पछाडि त वाकेछ मसानले केहीले खाइहालेको जस्तो, भालुले खाएको जस्तो। म मन पर्दैन अनि अचेल त मलाई नि मन त पर्दैन होइन। अब मन पर्दैन भने मलाई चाहिँ कस्तो भन्छ त्यो कुरा गर्दाखेरि नि मेरो साथीहरूले चाहिँ त चाहिँ पुरानो जस्तो, त चाहिँ खुबै इतिहास जान्ने जस्तो भन्छ कि। हुनु चाहिँ किनभने हाम्रो संस्कार संस्कृति जगाउनु भन्ने कुरो कि। अनि हाम्रो यो अनि त्यो भइगयो कि धान नाच्नेको कुरो। अनि यो बेबर्खी हुँदाखेरि पहिले यो पारुङहरू बन्थ्यो होइन। अनि त्यसपछि पहिले सिन्दुर लगाउने चलन चाहिँ थियो कि थिएन पहिलेको समयमा चाहिँ? हामी धर्ममा नपसिकनको कुरो चाहिँ थियो नि। हामी मानिलिउँ पारुङरे भन्थ्यो बान्थ्यो होइन। अनि सिन्दुर लगाउने चाहिँ चलन थियो कि थिएन? सिन्दुर लगाउँथ्यो, तर यो हामी धर्म कर्ममा लागेपछि सिन्दुर हामीले छोडेको। होइन यसो बुझ्दाखेरि चाहिँ नि यो हामीले सिन्दुर चाहिँ खास गरी हामी लिम्बूहरूले चाहिँ सिन्दुर कसैले लगाउँछन्, उनीहरूको अब इच्छाले लगाउनु त पाउँछन् होइन। खासै त हामीले त लगाउनु त नमिल्ने पो रहेछ, नहुने रहेछ होइन। मैले पनि यसो बुझिआउँदाखेरि किनभने यसको नि धेरै कुरो रहेछ। अब कसैले चाहिँ लगाउने, कसैले नलाउने। तर प्राय भनेको आजभोलिको मान्छेहरूलाई भन्नै हुँदैन कि, भन्यो भने रिसाउँछ। अब त्यो त अब भएकै कुरो होइन। उनीहरूको खुसी, उनीहरूको अब खुसी त लगाउनु पाउँछन्, तर अब कस्तो भने भन्दैमा त रिसाउनु त हुँदैन थियो होइन। अब किनभने आफ्नो संस्कार संस्कृति जोगाउनु त अब
जोगाउनु भर्सके सकिएछ भने जोगाउनु सकिएन भने त के भन्नु र होइन। अनि के भनेदेखि अब कस्तो भनेदेखि उनीहरूले चाहिँ कस्तो भने हाम्रो अब पूजाआजा गर्दा पूजाआजा यो अब चेलीबेटीहरू अब कुनै कुनै अब हामी धर्मलम्बीमा छिरेपछि चाहिँ हामीहरूले टिका टालो लगाउँदैन, सिन्दुर पोते लगाउँदैन होइन। कसैले चाहिँ लगाएको हुन्छ। अनि उनीहरूलाई चाहिँ यसो खास गरी त हामीहरूले लगाउनु हुँदैन अरे नि भन्यो भने रिसाउँछन् पनि। अनि खास गरी त यो सिउँदोमा सिन्दुर लगाउने चलन भनेको चाहिँ उहिले अब छेत्री बाहुनकोमा मात्र आएको थियो होइन। अनि यो भनेको सिउँदोमा सिन्दुर लगाएर हिँड्छ, तर त्यो थोरै मात्र लगाएको होइन हुन्थ्यो कि। अनि त्यो यति यति यसो लगाएको हुन्छ। त्यो छेत्री बाहुनहरूको त अब उनीहरूले उनीहरूको जातले होइन नभनौँ न, जात त अब उहिले अब जात धर्म भन्ने थियो होइन। धर्म भनेको त अब धर्म नै हो, जात भनेको चाहिँ अब हामी कस्तो भने मैले कुरा बुझी ल्याउँदाखेरि अब पशु पन्छीहरू चाहिँ बिजातमा पर्यो, हामी जातीय भन्छन् त मान्छेहरू चाहिँ जातमा पर्नेहरू भन्दो रहेछन्। जान्ने उहिलेको अब कस्तो भने अलिक जान्नेहरूले होइन, जान्नेहरूले चाहिँ जात र बिजात भन्ने कुरो चाहिँ अब हुँदैन रहेछ कि भेदभावहरूको कुरो होइन। अब भेदभाव कुरो चाहिँ अब कस्तो भने अब सबैले पहिल्यैदेखि नै मानिआएको भनेर मात्र हो होइन। तर खास गरी चाहिँ जातभात चाहिँ हुँदैन रहेछ होइन। कस्तो भने मान्छेको भनेको जात रहेछ, पशु पन्छी भनेको बिजात हुँदो रहेछ कि। अनि हामीहरू उसँग भाषा नमिलेपछि ऊ बिजात भएछ होइन। अब मान्छेको चाहिँ अब बोली पनि मिल्यो, भाषा पनि अब कस्तो भने भाषा नमिले पनि बोली त बोलचाल त मिल्यो नि, काम गरे व्यवहारहरू होइन। त्यस्तोसँग चाहिँ मान्छेको जात भनिँदो रहेछ। तर यो थर चाहिँ भन्दो रहेछ कि। अनि थरहरू चाहिँ अब कुनैको अब बाहुन, छेत्री, कामी, दमाई, सार्की, कार्की होइन, मेचेको चाहिँ थारू धिमालहरू भने जस्तै अब तिनीहरू चाहिँ अब हामीहरूले तिनीहरूलाई चाहिँ थरहरू भन्नुपर्दो रहेछ कि। अनि त्यस्तोमा चाहिँ त्यस्तरी भन्नुपर्दो रहेछ। अनि त्यस्तोमा चाहिँ उनीहरूको थरले पाएको रहेछ कि फेरि त्यो सिन्दुरमा त्यो सिउँदो लगाउनु चाहिँ। अनि त्यसरी सिउँदोमा सिन्दुर लगाउने चाहिँ उनीहरूको थरले पाएको रहेछ। अनि उनीहरूले चाहिँ लगाउँदाखेरि तर खास गरी लिम्बू र राईहरूले चाहिँ लगाउनु हुँदैन अरे नि भनेर यसो भन्यो भने रिसाउँछन्। अब हामी चाहिँ अब हामीहरूको अब इच्छाले लगाएको भनेर इच्छाले लगाउनु त पाइन्छ होला नि भनेर भन्नु त पर्ने नि होइन। रिसाउँछन्। आफ्नो इच्छाले लगाउँदा के हुन्छ भनेर भन्छन् क्या झर्केर। अनि होइन हामी त अब लगाइआएको अब लगाउनु के अरे आफ्नो इच्छाले लगाउनु त पाइन्छ होला नि भनेर भन्नु नि भन्दैनन् क्या, त्यसरी झर्केर भन्छन्। अनि अहिलेको अवस्था नै त्यस्तो रहेछ जस्तो लाग्छ। अनि यो अहिले हाम्रोमा चाहिँ अब धर्मावलम्बीपट्टि चाहिँ नि अलिक यो हाम्रो चाहिँ यो पारुङ भन्ने, अनि त्यसपछि यो कुखुरा भाले अनि कुखुराहरू मासु मांस हत्या हिंसा चाहिँ अलिकति नगरेकै किनभने मलाई चाहिँ ठिक लाग्यो। किनभनेदेखि पूजाआजा गर्दाखेरि देवी देवताले चाहिँ खास गरी चाहिँ अब मागेको चाहिँ हुँदैन रहेछ होइन। अनि पूजाआजा गर्दाखेरि नि अब अन्डा अनि त्यसरी काटमार गर्नु चाहिँ अब देवी देवताले मागेको चाहिँ हुँदैन रहेछ, मान्छेको इच्छाले मात्र हुँदो रहेछ होइन। अनि मान्छेको इच्छाले मात्र गर्दाखेरि चाहिँ अब त्यो चाहिँ अब उनीहरूको इच्छाले गर्नु चाहिँ पायो रहेछ होइन। अनि पाएपछि उनीहरूको इच्छाले त अब जे गरौँ उनीहरूको इच्छा हो, हामीहरूले अब रोकिँदैन होइन। उनीहरूको त अब एउटा सोख हुन्छ उनीहरूको होइन। सोखको इच्छा त अब उनीहरूको त अब मेटाउनु त हुँदैन नि त। अनि तपाईँको कस्तो भनेदेखि नि अब उनीहरूको कस्तो भनेदेखि अहिलेको एउटा कुरो आफ्नो बोल्ने शैली र भाषाहरू चाहिँ नि लिम्बू भाषाको भाषाहरू चाहिँ नि धेरै मासिँदै आएर चाहिँ कस्तो भनेदेखि उनीहरूले कहिले अब विदेशी संस्कारबाट कुनैले त अब अहिलेको मानिलिउँ जन्मदिन परेको नि अब बर्थडे भन्छन् होइन। बर्थडे चाहिँ अब भन्छन्, बर्थडे चाहिँ खास गरी चाहिँ यो चाहिँ विदेशी भाषाबाट इङ्ग्लिस डेटबाट भन्छ होइन।
इङ्ग्लिस डेटको चाहिँ अब त्यसरी अब उनीहरूले इङ्ग्लिसमा अब भन्छन्। तर नेपालमा बसिसकेपछि चाहिँ नि म के भन्न चाहन्छु भने अनि नेपालमा बसिसकेपछि चाहिँ अब कस्तो भनेदेखि हाम्रो जन्मदिन नयाँ वर्षको शुभकामना भन्नुपर्नेमा ह्याप्पी बर्थडे भनेर भन्छन् कि। अनि ह्याप्पी बर्थडे भने त यो त इङ्ग्लिसबाट चाहिँ नभने हुन्थ्यो भनेर भन्छु कि म पनि मेरो साथीहरूलाई त्यसो भन्छु। जान्ने त नेपाली त इङ्ग्लिस अगाडि छ कि नेपाली अगाडि छ भनेर भन्छ। तर नेपालमा बस्दाखेरि चाहिँ हामीहरूले नेपाली डेटै भन्नुपर्छ नि त होइन। अनि नेपाली डेट चाहिँ भन्दैनन् मान्छेहरूले खुबै। अनि उनीहरू चाहिँ इङ्ग्लिस जान्ने यस्तो सबै जान्ने यस्तो होइन। लु अब अहिलेको सामाजिक सञ्जालले त अब उनीहरूलाई सिकाउँछ होइन। सिकाउनु त सिकाउँछ तर उनीहरूले भनेको चाहिँ अब सिकाए पनि आफ्नो अब देशमा आउँदा त आफ्नै देशको भाषा बोल्नु पर्यो कि नत्र विदेशी मान्छे हुनु पर्यो त्यहाँ सुन्ने होइन। अनि त्यत्तिकै अब उनीहरूलाई चाहिँ ह्याप्पी बर्थडे टु यु भनिदिन्छ। खास गरी त हामीहरूले त अनि जन्मदिनको शुभकामना भन्नुपर्ने त्यो भन्दैन। अनि त्यसपछि त अनि त्यस्तो भन्छन् र मलाई त अचम्म लाग्छ। अनि तपाईँहरूको रक्सीको कुरो पनि गरेर अब के अरे अघि भयो होइन। अनि रक्सीको कुरोमा तपाईँहरूको धेरै अब कुरो त अब मैले आउनुभन्दा अगाडिदेखि नै रहेछ। अनि यो अब तपाईँहरूको पालाम चाहिँ तपाईँले अहिले कति खालको चाहिँ गाउनुहुन्छ? अनि यसो कहिले कहिले अब पालामहरू नाच्दाखेरि कुन खालको पालाम चाहिँ गाउनुहुन्छ तपाईँहरूले चाहिँ? अनि खै कुन खालको गाउनु अब मेन्जौ केहरू नि अब हुनु त तपाईँहरूले पहिलेदेखि अब हुनु चाहिँ इतिहासको जोडेरै गर्नुहुन्छ कुरो चाहिँ होइन। अनि तपाईँको एउटा इच्छा लाग्दो एउटा त्यो खोइ के हो छोडिदिनु तपाईँको एउटा पालाम चाहिँ गाएर सुनाउनु छोटो गाइदिनु न। अनि यसो मेन्जु तपाईँको साथीहरूलाई नि अब यसो सुन्ने इच्छा होला होइन। अनि तपाईँको यसो जान्नुभएको पालाम चाहिँ यसो गाइदिनु। आजकलले त हिंसा दिन्छ नि फेरि जान्दैन। अनि हिंसा त अब नजान्नेहरूले त भन्छ नि होइन। अब जान्नेहरूले त अब यसो बुझ्छ ओर्छ। अब तपाईँ पालाममा गाउनु त नगए पनि यसो मेन्जु अब गाइनु त हुन्छ। अनि मेन्जु तपाईँहरूको पहिले पालामहरू यसो। अब पालामहरू त बिर्सियो नि बुढी भयो र के भन्नु होला हौ। मेन्जो जान्ने नजाने भन्नु होला नि। अब जाने भन्नु न अब सकिगयो नि। अब हामी त उहिले त अब भन्थ्यौँ अब अहिले बिर्सिगयो के भन्नु होला। अब जानेको जति त अनि मेन्जो अब पालाम यसो। हामी त अब पालाम भन्दा अब फेदमा भनौँ भने पनि यो कता न कता मेन्जो जतासुकै भए पनि भन्नु पर्यो। भनि त हेर्नु न यसो पालाम त। अनि जान्नेलाई पो सोधेको त अब नजान्नेलाई त कहाँ सोध्नु। अलिअलि जान्नेलाई त सोधिन्छ नि। जान्नेलाई त अब उसले जानेको रहेछ भनेर बुझिहालिन्छ। अनि यसो भन्थ्यौँ ठेरो भिरमा होइन रहेछ त्यो त अर्कै कुरा। ठेरो भिरमा खै खाया न भन्थ्यौँ। खै खाया न भन्थ्यौँ।
घाँस काटी खुरुकी गयो खुरुकी गयो हाय भन्थ्यौँ। अनि त्यतिखेर धान नाच्नु चाहिँ कता कता जानुभएको छ? माया भन्दै हुरुकी गयो हुरुकी गयो हाय छँदै जाँगर के तरनु के तरनु र हाय हुरुकेको माया के गर्नु र भन्थ्यौँ मान्छौँ नि हो। अनि कता कता पुग्नुभयो धान नाच्नु चाहिँ? अनि पहिले अब मेला बजार भनेको फिदिम युव मेला गयौँ। अनि यता भने अनि उतातिर है उतै फिदिमतिर फिदिम युव मेला गयौँ। अब बाबुआमा नपठाउने अनि भागेर अनि बोजूहरूले नपठाउने पहिले बाजेर बोजूले सबै नि हो, सबैलाई आमा बाउले नपठाउने नि कसैले पनि। अनि युवा छाते ढुङ्गा पर दीपावली मेला युवामा गयौँ। त्यतै पनि जान्थ्यौँ। अनि श्रीपञ्चमी मेला श्रीगङ्गामा जान्थ्यौँ माथि मिया खोला माथि त्यो हाम्रो अहिले मिगुवा खोला गाउँपालिका भनौँ। मिगुवा खोला त होइन, त्यो भनेको अहिलेको साबिक पहिलेको भनेको लिङटेपतिर हो होइन। अहिलेको भनेको मिगुवा खोला होइन, मेरिङदेन गाउँपालिका। मिगुवा खोला भनेको चाहिँ उता अब त्यो खोलादेखि त्यो खोलाको नाम त के पो भन्थ्यो? मिया खोला भन्थ्यो। मिया खोलादेखि उताकोलाई मिगुवा खोला भन्दो रहेछ होइन पालिकाले। अहिले त्यहाँदेखि यता खोला चाहिँ मेरिङदेन गाउँपालिका भन्दो रहेछ। मेरिङदेन भन्दो रहेछ, उता चाहिँ मिगुवा खोला भन्दो रहेछ होइन। अनि त्यहाँ चाहिँ आउने नि पुग्नुभयो? त्यता पुग्यौँ। अनि नालबो माथि मिगुवा खोला हो कि मेरिङदेन नै हो कि? मेरिङदेन। त्यो सङ्क्रान्ति बजार लाग्थ्यो, त्यो लङजङ पार्टी पनि भन्थ्यो है। त्यहाँ नि पुग्थ्यौँ कहिले कहिले चाहिँ मौली जाँदा है। अनि त्यसरी सङ्क्रान्ति यता तेह्रथुम सङ्क्रान्ति मदन मेला लाग्थ्यो, त्यता जान्थ्यौँ। एकचोटि चाहिँ म गएँ है, धेरै त होइन। फिदिम युव मेला पनि एकचोटि मात्रै गएको। दीपावली मेला तेह्रथुम युवा चाहिँ छाते ढुङ्गामा म 3 चोटि चाहिँ पुगेको। सबैभन्दा कहाँ चाहिँ बेसी जानुभयो त अनि मेलामा? अरू त तल पुसे मेला माथि लखेत्र त्यति
अरू ठाउँ त टाढो त गइएन, टाढो जानु त अब टाइमै छैन, मार्छ नै। अनि यहाँ माथितिर अब यहीँ यहाँ माथि मास्तिर यहाँ हाम्रो यो राँके बजार लाग्थ्यो, यहाँ मास्तिर नाम्ले पार्टीमा एकचोटि गइयो, दुईचोटि गइयो, अनि मसायो त्यत्तिकै। अनि थर्पु मेलामा चाहिँ जानु भएन? अनि थर्पु मेला हुँदी थर्पु मेला त पोहोर म गएको मात्रै, पोहोर त्यो निशान मेला गएको मात्रै, पहिले त पुगेकै थिइनँ। अम्बरपुर दुईचोटि गइयो है, रामनवमी लाग्थ्यो पहिले, त्यहाँ गइयो। अनि अरू ठाउँ त कहीँ पनि गइएन है। भनेपछि त अब तपाईँहरू जति त अब पाला पनि रामदाली जानिँदैन। गइयो, रामदाली पर रामदाली गइयो, माथि हान्द्रुङ पारिपट्टि त्यता रामदाली लाग्थ्यो। धुले के बेला लाग्थ्यो भने फागु जात्रा र चण्डी पूर्णे भन्थ्यो, लाग्थ्यो त्यतिखेर लाग्ने। फागु जात्रा फागुनमा, चण्डी पूर्णे जेठमा लाग्थ्यो, जान्थ्यौँ। अनि अरू ठाउँ कहाँ जान्थ्यौँ भने माघे मेला सेवा 2 पटक गइयो होला। सेवा भनेको माथि फक्ताङलुङ, अहिलेको फक्ताङलुङ गाउँपालिका, उहिलेको भनेको लिङखिम पुछार, लिङखिम र हाम्रो के पो भन्छ यता खेजेनिम, अनि त्यसपछि माबाङफे, अनि उता इखाबुको मुनिफेदमा त्यहाँ जान्थ्यौँ। अनि अरू ठाउँ लिम्बुनी पुल एकचोटि गइयो, पारी सङ्क्रान्ति मुनि, सङ्क्रान्ति र यो फुलबारी, अनि फुलबारीदेखि परतिर चकपुरदेखि मुनि परतिर त्यहाँ एकचोटि गइयो। अनि यहाँ पारीतिर अनि त्यो के पो अरे पदक हिले बजार, पदकमा त्यहाँ पनि हिले बजार भन्थ्यो बाहुनहरूले, पदक माङ्बा भन्थ्यो लिम्बूहरूले होइन। त्यहाँ चाहिँ 2 चोटि कि कति गइयो भनेपछि त। अनि तल पुसे मेला, अनि उति वरिपरि मात्रै। भनेपछि त तपाईँहरू जति त अब पालाम भने तपाईँहरू त पालामको भाकै जानिँदैन, हामी त होइन, सिक्लै गर्नुपर्छ। अनि भाका पनि जानिँदैन। पैसा पो आउँछ, उहिले पैसा दिँदैन थियो, मेन्जो नि लेग्रो तान्नु मात्रै। लेग्रो तान्नु त तान्नु, अब अहिलेको भनेको मान्छेहरूले दोहोरी त गाउँछन्, त्यही पनि नेपाली गाउँछन् होइन। अनि पूर्वेली भन्छन्, पूर्वेलीको अब सुन्यो होइन, म चाहिँ त्यसरी अब सुनि आउँदैछु, देखि आउँदैछु, यसो भिडियो हुँदी, सामाजिक सञ्जाल हुँदी होइन। उहिले पनि गीत गाउनेले गीत गाउँथ्यो, पूर्वेली पश्चिमे गीत भन्थ्यो, साह्रै गाउँथ्यो नि हो साह्रै। पश्चिमेली त पछाडि है, तर यो क्याम्प बसिकन, यो क्याम्पमा आउनेहरू रहेछ साथीहरू होइन, गाउँको मान्छे नि, माथिको गुरु केहरू साह्रै गाउँथ्यो। पश्चिमे जान्नेले गाउँथ्यो। अब मलाई चाहिँ आउँदैन थियो त्यो गाउनु, स्वर सघाउनु चाहिँ आउँथ्यो होइन। त्यो गीतको त्यो भाका के हो कसो हो त्यो नै जानिनँ। भनेपछि त तपाईँ त त्यसो भने त पहिलेदेखि नै अलिअलि, हामी त त्यति जानिँदैन पनि, गीत गायो भने चाहिँ अर्काको त्यो लाइब्रेरीमा गायो, फेद्न टुप्पाको त्यस्तै मात्र। अनि अब त्यस्तै मात्र हो। अब बहिनीहरू गाउँछ, अझै पनि गाउँछ बहिनीहरू, तिनीहरूले चाहिँ अलिअलि यसो पुरस्कारहरू पनि ल्याउँछ। खै पर अब बेबर्खी हुँदी कहिले कहिले गाएको त सुनिन्थ्यो। पर सधैँ सुजन भट्टराईहरूसँग गाउँथ्यो है आमै। सुजन भट्टराई त संसारको जन्ने अरे संसारलाई लडायो है भन्नुहुन्थ्यो। पछि त हाम्रो बहिनीसँग गाउँदा त हार्यो, भाग्यो पो। अनि श्यामाहरूसँग हार्दाखेरि त भाग्यो पनि साँच्चै, पर यहाँनिर बर्खन्तमा गाउँदाखेरि। तर अब त्यस्तै हो। अब बिस्तारै अब के भनेदेखि अब तपाईँको रक्सी पारेकोहरू कुराहरू होइन,
तपाईँले एकदम अब पहिलेको कुराहरू अब अगाडि यसरी सामाजिक सञ्जालमा तपाईँले के अरे सुनाउने तपाईँको इच्छा पनि थियो होइन अनि तपाईँको कुराहरू गर्ने पनि एउटा इच्छा थियो होइन त्यो कस्तो अब पुरा भयो भने तपाईँको अब केही अब इच्छा पुरा हुन्छ त केही अब सामाजिक सञ्जाल हुँदी हाल्दाखेरि इच्छा त पुरा हुन्छ नि हो अनि त्यसरी भयो भने त अब फेरि लिएन भने त भएन अब हेर्नु त सबैजनाले हेर्नुहुन्छ होला होइन अब युट्युब च्यानल हुँदी अब कुनैको अब युट्युब हुँदी जान्छ होला होइन जाँदाखेरि अब सबैले अब कुनैले अब बुढापाकाहरूले नि कुनै त अब भिडियोहरू हेर्ने हुन्छन् होइन भिडियो हेर्नेले हेर्छन् होला होइन तर अब उनीहरूलाई नि अब फल्ना त यस्तरी पो बाँचेको रहेछ अझै पनि रहेछ रक्सी पार्दै रहेछ भनेर भन्छन् होला होइन कतिले त फेरि भोकले झनै मरेको त्यो रहेछ भन्छ होला नि होइन त्यो त समय अनुसारको हो होइन समय अनुसारको पनि हो पहिलेको अब समय पनि त अब खासै गतिलो त थिएन तपाईँहरूको पालाभन्दा अगाडि नै पालादेखि नै थिएन होइन अहिले पो अब तपाईँहरूले देखिआएकै हो रोड पनि आएकै हो होइन रोड आयोवरी त यो यस्ता नाथे लत्ता कपडा पनि पाइन्छ आजभोलि भनेको होइन लत्ता कपडा भनेको त्यतिखेर तपाईँहरूको पालामा त थिएन पनि अब तपाईँहरूले नै त मलाई अब स्कुले ड्रेसहरू अब स्कुल अब ड्रेस किनेकोले अब कति दिन थमाउनु पर्थ्यो होइन त्यो त तपाईँहरूले पहिले हामीहरूले त तपाईँहरूले किनिदिएको भन्दा पहिले अगाडि त तपाईँहरूले झन् कति के होला होइन त्यो कुराहरू अब त्यस्तो भन्दै अब साथीहरूलाई अब के भन्न चाहनुहुन्छ त अब साथीहरूलाई अब यो हेरिदिनु हुने साथीहरूलाई अब के भन्नु र अब यति नै अब जति जानेको यति नै थियो होइन मैले भनिसकेँ अब यति भन्दैमा यो कुरा अन्त्य गर्नु पर्यो होला नि अनि अब साथीहरूलाई धन्यवाद दिनुपर्छ नि लाउनु भयो भने हेर्नु भयो भने अनि तपाईँको अब साथीहरूले अब हेरिदिनुहुन्छ अब लाइक कमेन्ट पनि गरिदिनुहुन्छ होला सेयर पनि गरिदिनुहुन्छ होला होइन अनि तपाईँको अब के भनेदेखि तपाईँहरूलाई अब पहिले यो आमै त रक्सी बेची हुनुहुन्थ्यो अझै पनि हुनुहुन्छ होला भनेर कतिको त अब भनाइ पनि हुन्छ होला होइन हुन्छ होला अनि साथीहरूलाई अब कस्तो भनेदेखि अब पहिलेको साथीहरू नि अब कति त अब मरेर जानुभयो होला कति अब अझै हुनुहुन्छ होला कुनै देश विदेश गएर बस्नुभएको छ होला होइन तपाईँको साथीहरू कुनै अब यिनीहरू धान नाची हिँडेको काम गरी हिँडेको साथीहरू कता मरेर गए पनि कुनै त हुनुहुन्छ होला उहाँहरूले नि अब केही त अब देख्नुहुन्छ कुरा गर्नुहुन्छ होला होइन कुरा गर्नुहुन्छ होला यसरी रहेछ भन्नुहुन्छ होला अब यति भन्दैमा अन्तिममा कुरो अब अन्त्य गर्दै होइन अब फेरि अब कुनै अब कुरोहरूमा अब हाट बजार हुँदी भेटिएमा होइन अब त्यतिखेर भनेको तपाईँको अब साथी सङ्गीतहरूसँग रमाइलो गर्नुहुन्छ होला अब यति भन्दै अब आज चाहिँ भिडियो यति भनौँ ल आमा अब फेरि तपाईँ हामी त सँगै हुन्छौँ अब भिडियो अब फेरि अब बनाउनु अब आजको फुर्सद भएको कारणले गर्दाखेरि आमा छोराको यसो भलागुसारी अगाडि सार्यौँ तपाईँ हामीले होइन साथीहरूले अब फेरि राम्रै हेऱ्यो भने अलि राम्रो लाग्यो भने फेरि पनि अब गर्नुपर्छ नि अनि त्यसपछि तिनीहरूले त जानेन हो भनौँ भने त फेरि होइन अब के गर्नु र अब हामी त अब जान्नु पनि जानिँदैन होइन अब नजाने अनुसार यसो लगाउनु त हो नि होइन ल त्यस्तै अब फेरि अब साथीहरूले अब यसो कमेन्ट गरी पठाउनु भएको छ भने फेरि बनाउनु नि भनेर आएको छ भने फेरि बनाउँ न त है ल अब फेरि अब आउँदो भिडियोमा चाहिँ हालौँ ल यति भन्दै अब आजको अब आमा छोराको भलागुसारी गरियो
अब भला उसारी कुरा गरेपछि सम्पूर्ण हेरिदिनु हुने दर्शक महानुभावहरूलाई आमा बुवा तथा दाजुबहिनी बाजे बोजूहरूलाई सेवारो नमस्कार। ट्यासी डल्ले फ्याप आलाङास्यौ त्यो अलिकति केही नराम्रो बोलेमा माफी पाउँला। भिडियो बनाउन नजाने तापनि सबैजनाले माया गरिदिनु होला। सबैको अब मायाले नै साथ सपोर्टले नै अब केही कुराहरू भिडियोहरू बनाउन हाल नगर्न केही अब केही कुराहरू इच्छा लाग्दो कुराहरू हाल्न मलाई अलिकति सपोर्ट पनि पुग्छ भन्न चाहन्छु। र आजको लागि यति नै। भिडियो फेरि आउँदोमा अब फुर्सद भयो भने म लिएर आउने नै छु। सेवारो नमस्ते। ट्यासी डल्ले फ्यापुला आलाङास्यो नि हमा।